दूरबीनले हेर्दा ट्विनबाट कर्णालीमा खस्दै गरेको मान्छे पनि हाँस्दै गरेको देखिन्छ। अनि मलाई लाग्छ म जति बेला जन्मेर म चेतनशील भएको थिएँ 8, 9, 10 वर्षको भएको बेलामा यसो सोच्थेँ, मलाई लाग्थ्यो यो देशमा जेलमा हुनुपर्ने मान्छेहरू किन सरकारमा छन्। आजभन्दा 50 वर्ष अगाडिको कुरा। अहिले म 60 वर्ष पुगिसकेँ अनि अहिले पनि यसो हेर्छु यी जेलमा हुनुपर्ने मान्छेहरू किन सरकारमा छन्। मेरो त्यो उसमा अनि किन होला भन्दाखेरि हामी किन जन्मेको त्यसमा भन्छु। कसैको झोला बोकिदिन, कसैलाई ताली ठोकिदिन, कसैको भाषण सुनिदिन, कसैलाई बोक्नै नसक्ने माला उनिदिन, कसैको जुलुसमा आइदिन, कसैलाई जिन्दाबाद लगाइदिन, कसैलाई नेता बनाइदिन, कसैको जन्मोत्सव मनाइदिन, कसैलाई भर्याङ बनेर चाउर चढाइदिन, कसैको समारोहमा शोभा बढाइदिन, कसैको चाकरी गरिदिन, कसैको कार्यक्रमको हल भरिदिन, कसैलाई विदेशमा लगेर उपचार गरिदिन र कसैलाई मालिक बनाउनका लागि मरिदिन जन्मिएका होइनौँ हामी।